मूर्ति चोरको हुँ। गाडीको मुद्दामा सेल मात्र होइन, सडकमा मान्छेले कुट्ला, मुख र थुतुलो दुईटै सम्हाल्नुहोस्, धेरै नबोल्नुहोस् रे। अनि हामी थुन्छौँ रे, एउटा पूर्व आतंकवादीले बोल्नु भएछ। एउटा प्रोग्राममा एकदमै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि जुत्ता पनि खाएको यहाँ सम्भावना देखिएको छ। ल हेर्नुहोस्, उहाँले प्रचण्डलाई जुत्ता हानेको भिडियो प्रत्यक्ष भाइरल भएको पनि छ र त्यहाँ प्रहरी समय लिएको छ। र जुन भनाइप्रति रापरपाका प्रवक्ता ज्ञानेन्द्र साईले पनि र दुर्गा पसाईले पनि जोडदारका साथ उसको प्रत्युत्तर फर्काएका छन्। अस्ति पूर्व राजा काठमाडौँमा आउँदा स्वागत गर्दा राजाको भिडभाड धेरै चलेदेखि यता कम्युनिस्टले लाग्यो त्यस्तै प्रतिक्रिया दिँदै जानु होला र कमेन्ट बक्समा छोड्दै जानु होला। हेर्नुहोस्, दुर्गा पसाई पनि एकदमै के सनक चढेको हो, के त्यसरी भन्नुभयो। च्यानलमा पहिले हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर। जुम्लामा हाउ गरेर आएको जस्तो होइन, इतिहास पढेर आऊ, बस गर्ने भने आउनु छ पढेर। के भन्नु पाइन्छ मलाई थाहा छ, इतिहास पढेर आउने, इतिहास पढेर मसँग इतिहास पढेर आउने। यहाँ ज्ञानेन्द्र साईजीको बिच कडा जुवारी चलेको छ। हेर्नुहोस् भिडियो जस्तै तस्तै। जुम्लामा हाउ गरेर आएको जस्तो होइन, इतिहास पढेर आऊ, बस गर्ने भने आउनु छ पढेर। के भन्नु पाइन्छ मलाई थाहा छ, इतिहास पढेर आउने, इतिहास पढेर मसँग इतिहास पढेर आउने, इतिहास पढेर मसँग राजाको ठाउँमा तराईमा बालक गराउने। दर्शकहरू, यो जुवारी देखिसकेपछि तपाईँलाई कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोस्। जुन जुम्लाका सांसद ज्ञानेन्द्र साईज्यू र रघुजी पन्तबीच यसरी कडा जुवारी चलिरहेको छ। ज्ञानेन्द्र साईलाई रोस्टमबाटै तथानाम इतिहास पढेर आऊ भनेर असभ्य शैलीमा यसरी रघुजी पन्तले बोलेका छन्। यो आफ्नै पतनको बाटो हो। कमसेकम संसदमा आउनुहोस् तपाईँ भन्नुपर्छ नि, इतिहास पढेर आऊ, मसँग लड्ने भए, जवाफ गर्ने भए। यस्ता चोर भ्रष्ट दलालहरूले यसरी देश लुटेर अझै हेर्नुहोस् जङ्गिरहेका छन्। जो राजावादी गणतन्त्रवादी त्यो छुटै कुरा छ, तर बोल्ने शैली मिलेन। आऊ भनेर सिधै बोलेका छन्। जुन रोस्टमबाटै दर्शनभरि यो भनाइप्रति तपाईँको धारणा कस्तो छ त्यस्तै प्रतिक्रिया दिनुहोला र च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्ने होला। बाँकी सुन्नुहोस् भिडियो जस्ताको तस्तै। पेटबाट जन्मेको बच्चालाई फेरि आमाको पेटमा पठाउन सकिँदैन। राजासहितको प्रजातन्त्र चाहिन्छ, खुला बहस गर्न हामी तयार छौँ। आउनुहोस् न बहस गरौँ। मदन भण्डारीको हत्या कसले गर्यो, त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ। मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो, त्यसको जवाफ यो संसदलाई चाहिन्छ। दर्शकहरू, स्वर्णका दिन जस्तै आज पनि म आइसकेको छु नेपाली तारा युट्युब च्यानलबाट। तपाईँहरू विश्व कुण्ठबाट हेरिरहनु भएको छ। च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र सँगै आएको बेल आइकनमा दबाएर अल गरिदिनु होला। आज दर्शकहरू, तपाईँहरू कहाँ कुण्ठबाट हेरिरहनु भएको छ आफ्नो नाम र ठेगाना उल्लेख गर्दै आउनुहोस्, ढिलो नगरी विषय वस्तु लगाउँ। दर्शकहरू, तपाईँलाई हाइलाइट अगाडिको भिडबाटै देखिसक्नुभयो जुन जुहारी चलिरहेको छ। अहिले जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद रापरपाका प्रवक्ता ज्ञानेन्द्र साई र एमालेका सांसद रघुजी पन्त दुईजना बीच झगडा घमासान युद्ध चलिरहेको छ। जुन एउटा आतङ्ककारी, एउटा कोलोनाइजेसन भन्दै जुन जुम्लाबाट हाउ गरेर आएको छ होइन भनेर यसरी अभिव्यक्ति गरेका छन् भने ज्ञानेन्द्र साईले जथनावादी तथनाम बोल्न पाइँदैन भन्दै उग्र भएका छन् र मदन भण्डारीको हत्यारा को हो, राजावादीलाई मार्ने भन्ने तपाईँहरूले एउटा प्रोग्राम गरेर देखाऊ भन्दै ओपन च्यालेन्ज दिइरहनु भएको छ। र ज्ञानेन्द्र साईले पनि आक्रोशपूर्ण शैलीमा घम्साघम्सी भइरहेको छ। सभामुखले पालो नदिन नदिँदै ज्ञानेन्द्र साईको पालोलाई मिच्दै रघुजी पन्तले हाउ गर्दै आएको जुम्लाबाट इतिहासबाट आउनु भनेपछि ज्ञानेन्द्र साई पनि के कम दर्शकहरू, उहाँलाई जस्ताको तस्तै जवाफ दिइसकेका छन्। दर्शकहरू, यो ट्रेलर मात्र हो, अझ फिल्म हेर्न बाँकी नै छ, कास्टिङ हेर्न बाँकी नै छ। दर्शकहरू, तपाईँहरूले कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिँदै गर्नुहोला। सुन्नुहोस् एकछिन यो भिडियो क्लिप।
जुम्लामा हाउ गरेर आएको जस्तो होइन इतिहास पढेर आऊ बस गर्ने भने आउनु छ पढेर के भन्नु पाइन्छ मलाई थाहा छ इतिहास पढेर आउने इतिहास पढेर मसँग इतिहास पढेर आउने इतिहास पढेर मसँग बस गरेर आउने राजाको ठाउँमा तराईमा बालक बस गरेर आउने मिस्टर जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरालाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरि कोटपर्वको जन्मेको होइन राष्ट्रपतिको ठाउँमा राजा राखिन्छ भाषित थियो बाँदर मुडे घटना याद छ तीन अधिकारीका हत्याराहरू आज यही संसदमा सांसद भएर हिँडिरहेका छन् यसको जवाब चाहिन्छ कि चाहिँदैन आमाको पेटबाट जन्मेको बच्चालाई फेरि आमाको पेटमा पठाउन सकिँदैन राजा सहितको प्रजातन्त्र चाहिन्छ खुलम खुला बहस गर्न हामी तयार छौँ आउनुहोस् न बहस गरौँ मदन भण्डारीको हत्या कसले गर्यो त्यो हत्या पत्ता लगाउँछु भन्ने मान्छे अहिले यो देशको प्रधानमन्त्री हुन्छ मदन भण्डारीको हत्या पत्ता लगाउन कसले रोक्यो त्यसको जवाब यो संसदलाई चाहिन्छ दर्शकहरू यो भिडियो क्लिप सुनिसकेपछि र एक दृश्य हेरिसक्नुभयो जुन रोस्तममा सदनमा सदनमा जता भए पनि चर्को रूपमा आवाज उठाइरहने ज्ञानेन्द्र शाही हुनुहुन्थ्यो आज ज्ञानेन्द्र शाहीलाई जुम्लाबाट हाउ गर्दै आएको भनेपछि ज्ञानेन्द्र शाही झन् उग्र भएका छन् आज दर्शकहरू राजावादी र गणतन्त्रवादी बिचको लडाइँ घमासान युद्ध भइरहेको छ जुन आतङ्ककारीको सङ्केत दिइसकेका छन् प्रचण्डले पनि मूर्ति चोर सुन चोर भाइमारा भन्ने सङ्केत दिएका छन् भने त्यसरी गणतन्त्रवादीले राजावादीमाथि उग्र बोलेपछि मुख सम्हाल्नु कुन दिन तपाईँको छाला हड्डी एक एक होला भनेर पनि ज्ञानेन्द्र शाहीले ओपन च्यालेन्ज पनि दिनुभएको छ र आक्रोशपूर्ण रूपमा आउनुभएको छ टमाटर हेरिरहनु भएको छ च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र सँगै आएको बेल आइकनमा दबाएर अल गरिदिनु होला आज हेर्दैछौँ तपाईँहरू कहाँ कुन टमाटर हेरिरहनु भएको छ आफ्नो नाम र ठेगाना उल्लेख गर्दै आउनुहोस् ढिलो नगरी विषयवस्तुतिर लागौँ दर्शकहरू तपाईँले हाइलाइट अगाडिको भिडबाटै देखिसक्नुभयो जुन जुहारी चलिरहेको छ अहिले जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद रापरपाका प्रवक्ता ज्ञानेन्द्र शाही र एमालेका सांसद रघुजी पन्त दुईजना बीच झगडा घमासान युद्ध चलिरहेको छ जुन एउटा आतङ्ककारी एउटा कोलोनाइजेसन भन्दै जुन जुम्लाबाट हाउ गरेर आएको जस्तो होइन भनेर यसरी अभिव्यक्ति गरेका छन् भने ज्ञानेन्द्र शाहीले जथनाभावी तथनाम बोल्न पाइँदैन भन्दै उग्र भएका छन् र मदन भण्डारीको हत्यारा को हो राजावादीलाई मार्ने भन्ने तपाईँहरूले एउटा प्रोग्राम गरेर देखाऊ भन्दै ओपन च्यालेन्ज दिइरहनु भएको छ र ज्ञानेन्द्र शाहीले पनि आक्रोशपूर्ण शैलीमा घम्साघम्सी भइरहेको छ सभामुखले पालो नदिन नदिँदै ज्ञानेन्द्र शाहीको पालोलाई मिच्दै रघुजी पन्तले हाउ गर्दै आएको जुम्लाबाट इतिहासबाट आउनु भनेपछि ज्ञानेन्द्र शाही पनि के कम गर्दछन् उहाँलाई जस्ताको तस्तै जवाफ दिइसकेका छन् लडाइँ घमासान युद्ध भइरहेको छ जुन आतङ्ककारीको सङ्केत दिइसकेका छन् प्रचण्डले पनि मूर्ति चोर सुन चोर भाइमारा भन्ने सङ्केत दिएका छन् भने त्यसरी गणतन्त्रवादीले राजावादीमाथि उग्र बोलेपछि मुख सम्हाल्नु कुन दिन तपाईँको छाला हड्डी एक एक होला भनेर पनि ज्ञानेन्द्र शाहीले ओपन च्यालेन्ज पनि दिनुभएको छ र आक्रोशपूर्ण रूपमा आउनुभएको छ आज दर्शकहरू तपाईँलाई यो भिडियोप्रति कस्तो धारणा छ र विश्वभरि कहाँ कुन ठाउँबाट हेरिरहनु भएको छ च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक र कमेन्ट गर्दै आजको भिडियोप्रति तपाईँको धारणा राख्नुहोला तपाईँ पनि च्यानललाई सब्सक्राइब गर्नुहुनेछ भन्न चाहन्छु थ्याङ्क्स फर वाचिङ दिस भिडियो विल मिट नेक्स्ट टाइम
कुट्ला मुख र थुतुलो दुईटै सम्हाल्नुहोस् धेरै नबोल्नुहोस् रे अनि हामी थुन्छौँ रे एउटा पूर्व आतंकवादीले बोल्नु भएछ प्रधान प्रचण्डले पूर्व राजालाई मूर्ति चोर सुन चोर र भाइमारा भनेर एउटा प्रोग्राममा एकदमै आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि जुत्ता पनि खाएको यहाँ सम्भावना देखिएको छ। ल हेर्नुहोस्, उहाँले प्रचण्डलाई जुत्ता हानेको भिडियो प्रत्यक्ष भाइरल भएको पनि छ र त्यहाँ प्रहरी समय लिएको छ र जुन भनाइप्रति रापरपाका प्रवक्ता ज्ञानेन्द्र साईले पनि र दुर्गा पसाईले पनि जोडदारका साथ उसको प्रत्युत्तर फर्काएका छन्। पूर्व आतंककारी भनेर मलाई आतंककारीको संज्ञा दिँदै र प्रचण्डले मूर्ति चोरको संज्ञा दिँदै यसरी वाद प्रतिवाद गरिरहेका छन्। दर्शकहरू विश्वभरि कहाँ र कुण्डाबाट हेरिरहनु भएको छ। च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर कमेन्ट गरिदिनुहोला। दर्शकहरू ढिलो नगरी आज यस्तै विषयवस्तुतर्फ लागौँ। लेट्स गो। नमस्कार दर्शकहरू, म आरजे सदाका दिन जस्तै आज पनि म आइसकेको छु नेपाली तारा युट्युब च्यानलबाट। दर्शकहरू तपाईँहरू विश्वभरि कहाँ र कुण्डाबाट हेरिरहनु भएको छ। च्यानलमा पहिलो हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक सेयर कमेन्ट गर्नुहोला। दर्शकहरू आज पूर्व राजा र जुन कम्युनिस्टप्रति भनाभन दोहोरी चलिरहेको छ। अस्ति पूर्व राजा काठमाडौँमा आउँदा स्वागत गर्दा राजाको भिडभाड धेरै चलेदेखि यता कम्युनिस्ट नेताहरू जुन माओवादी बाबुराम प्रचण्डहरू एकदमै रिसाएका छन् र प्रचण्डले पूर्व राजालाई मूर्ति चोर सुन चोर पूर्व भाइमारा भनेर एकदमै लुटेरा भनेर संज्ञा दिनुभएको छ र आक्रोशपूर्ण अभिव्यक्तिले उफ्रिनु भएको छ र उहाँले जुत्ता पनि खाइसकेको दृश्य तपाईँले जस्ताको तस्तै देख्न सक्नुहुनेछ। दर्शकहरू तपाईँको विचारमा कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिँदै जानुहोला र कमेन्ट बक्समा छोड्दै जानुहोला। हेर्नुहोस्, दुर्गा पसाई पनि एकदमै के सनक चढेको हो, के त्यसरी भन्नुभएको। यदि सक्छौ भने झापामा गएर बिर्तामठमा गएर बिना सुरक्षा घाट कार्यक्रम गरेर देखाऊ, यस्तो भिड देखाऊ जुन मेरो दुर्गा पसाईको ज्ञानेन्द्र साईको राजाको जस्तै भिड देखाएर खाऊ। यसरी भन्नु उचित होइन र तपाईँको पनि स्विस ब्याङ्कमा स्विजरल्यान्डमा कता कता घरहरू किनेको के गरेको भनेर आरोप प्रत्यारोप दुर्गा पसाईले पनि लगाइरहेका छन्। दर्शकहरू यो भनाइ पनि तपाईँको धारणा कस्तो छ? एकैछिन भिडियो क्लिप हेर्नुहोस्, त्यसपछि कुराकानी गरौँला। मारेको आतंककारीको मुद्दामा जेल मात्र होइन, सडकमा मान्छेले कुट्ला मुख र थुतुलो दुईटै सम्हाल्नुहोस् धेरै नबोल्नुहोस् रे अनि हामी थुन्छौँ रे एउटा पूर्व आतंकवादीले बोल्नु भएछ। नेपाली जनताले बिर्सियो भन् ठानेको मैले पहिलोचोटि प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको फेरि एकचोटि छानबिन गर्नुपर्ने छ भनेको थिएँ। मैले त्यति बेला 5 वर्ष शासन भाइमारा भनेर एकदमै लुटेरा भनेर संज्ञा दिनुभएको छ र आक्रोशपूर्ण अभिव्यक्तिले उफ्रिनु भएको छ र उहाँले जुत्ता पनि खाइसकेको दृश्य तपाईँले जस्ताको तस्तै देख्न सक्नुहुनेछ। दर्शकहरू तपाईँको विचारमा कस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिँदै जानुहोला र कमेन्ट बक्समा छोड्दै जानुहोला। हेर्नुहोस्, दुर्गा पसाई पनि एकदमै के सनक चढेको हो, के त्यसरी भन्नुभएको। यदि सक्छौ भने झापामा गएर बिर्तामठमा गएर बिना सुरक्षा घाट कार्यक्रम गरेर देखाऊ, यस्तो भिड देखाऊ जुन मेरो दुर्गा पसाईको ज्ञानेन्द्र साईको राजाको जस्तै भिड देखाएर खाऊ। यसरी भन्नु उचित होइन र तपाईँको पनि स्विस ब्याङ्कमा स्विजरल्यान्डमा कता कता घरहरू किनेको के गरेको भनेर
आरोप प्रत्यारोप दुर्गा प्रसादले पनि लगाइरहेका छन्। दर्शकहरू यो भनाइ पनि तपाईँको धारणा कस्तो छ एकैछिन भिडियो क्लिप हेर्नुहोस्। त्यसपछि भएको तपाईँको छोराले लगेर 2600 करोड रुपियाँ पैसाको हिसाब किताब कसले दिने? तपाईँले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नुभएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा तपाईँको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाईँ, अरूलाई रक्सी गायो भनेर तपाईँको चाहिँ भाटे कारवाही गर्ने। आज तपाईँका घरमा गएर अहिले खोलेर निकाल्नु पनि 1 करोडका रक्सी छन्। म फेरि एकचोटि छानबिन गरेर भाइमारा र राजद्रोही यिनीहरूलाई इतिहासको कठघरामा ठेगान लगाउने विचार थियो। अहिले यिनीहरू चुरीपुरी गरेका छन्। मैले तराईको जागरण अभियानमा भनेको थिएँ धेरै चुरीपुरी नगरे हुन्छ, धेरै चुरीपुरी गऱ्यो भने गर न बिर्तामोडमा आम सभा गरेर देखाउ न, त्यो काट्छु भन्नेलाई आम सभा गरेर देखाउ न, खुल्ला पुलिस विहीन खुल्ला आम सभा गरेर देखाउ त। अहिले केपी ओली भन्दा फेरि पर्सेन्ट चाहिँ नि लाई चाहिँ नि के चढेको सनक चढेको हो होइन, उहाँले सनक नचढ्दा हुन्छ। म उहाँलाई एउटा कुरा के भन्छु भने नि तपाईँको नजिक बसेर काम गरेको मान्छे हो म होइन। तपाईँले लाई एउटा कुरो के भन्छु भने 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईँले? एउटा कुरो 50,000 मान्छे आज घाइतेछन्, त्यसको हिसाब किताब कसले गर्ने? खरबौँका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईँले त्यतिखेर। तपाईँले आज आएर तपाईँले जुन कुरा भन्दै दलाल त उहिले भनिसक्यो नि, नेपाललाई शान्ति सेवा प्रस्ताव लिएर जाँदाखेरि राजा वीरेन्द्रलाई असफल बनाउने भारतको देहरादूनको के अरे भारतको चाहिँ जवाहरलाल नेहरू विश्वविद्यालयमा अध्ययन। यसरी हेर्नुहोस् दर्शकहरू, जुन राजावादी र गणतन्त्रवादी बीच घमासान युद्ध भइरहेको छ। सदनमा होस् सडकमा होस् जहाँ भए पनि जुत्ताको माला खाएर होस्, ढुङ्गा मुढा खाएर होस्, चढन खाएर होस्, जसरी पनि हेर्नुहोस् यो आरोप प्रत्यारोप लगाइरहेका छन्। मूर्ति चोर, भाइमारा, लुटेरा र सुन तस्कर भनिसकेपछि दुर्गा प्रसाईले पनि तपाईँको सम्पत्ति स्विजरल्यान्डमा छ, अन्य देशमा छ र च्यानलमा पहिले हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक, सेयर